निर्वाचन आचार संहिता भनेको के हो? ओके निर्वाचन आचार संहिता अङ्ग्रेजीमा जसलाई हामीले कोड अफ कन्डक्ट भनेर भन्ने गर्छौँ त्यो भनेको चाहिँ निर्वाचन आयोगले निर्वाचन शान्तिपूर्ण निष्पक्ष र भरपर्दो होस् भनेर बनाएको नियम हो। यसले चाहिँ हामीलाई यसले दल उम्मेदवार सरकार सुरक्षाकर्मी कर्मचारी मिडियाकर्मी होइन अझ भनौँ हामी सबैलाई के गर्न मिल्छ र के गर्न मिल्दैन स्पेसली यो इलेक्सन पिरियडमा भनेर निर्देशन दिन्छ। जस्तै फर इक्जाम्पलको लागि भन्नुपर्दाखेरि कुनै पनि पोलिटिकल पार्टीले या अझ भनौँ कुनै पनि अफकोर्स पोलिटिकल पार्टीले र्याली निकाल्दाखेरि सभा सम्मेलन गर्दाखेरि चाहिँ 10वटा भन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न मिल्दैन। यो एउटा आचार संहिता हो। यस्तै कोले के गर्न मिल्छ या मिल्दैन भन्ने कुरा अझ विस्तृत रूपमा जान्नको लागि हामीले इलेक्सन कमिसनको वेबसाइटमा गएर पनि आचार संहिता पढ्न सक्छौँ, जुन चाहिँ अङ्ग्रेजी नेपाली दुइटै माध्यममा उपलब्ध छ। अझ अब यो आचार संहिता उल्लङ्घन गर्यो भने के कस्तो कारबाही हुन्छ भन्दाखेरि 1 लाखसम्म जरिवाना हुन सक्छ होइन। त्यस्तै केसेसहरूमा चाहिँ उम्मेदवारी नै क्यान्सल पनि हुने गर्दछ र निर्वाचन कसुरमा कारबाही हुन्छ। र हामीले कसैले देख्यौँ यताउति हाम्रो गाउँ समाजमा आचार संहिता उल्लङ्घन भएको देख्यौँ भने कहाँ गएर रिपोर्ट गर्ने भन्दाखेरि फर्स्ट एन्ड फरमोस्ट 1102 भन्ने चाहिँ टोल फ्री नम्बर छ, त्यहाँ गएर हामीले रिपोर्ट गर्न सक्छौँ। र अर्को भनेको चाहिँ हामीले लिखित रूपमा इमेल गरेर पनि रिपोर्ट गर्न सक्छौँ। info@election.gov.np भन्ने इमेल एड्रेसमा हामीले इमेल गरेर त्यहाँ पनि उल्लङ्घन भएको कुरा हामीले त्यहाँ रिपोर्ट गर्न सक्छौँ। र अझ सजिलो त हामी सबैले फेसबुक चलाउँछौँ। एसियन अफिसियल भन्ने इलेक्सन कमिसनको अफिसियल फेसबुक पेज छ, त्यहाँ गएर पनि हामीले रिपोर्ट गर्न सक्छौँ। तर फर्स्ट एन्ड फरमोस्ट हामीले के कुरामा क्लियर हुनुपर्छ भन्दाखेरि एभिडेन्स जुटाउनु पर्यो कि उल्लङ्घन भएको छ, कुन आचार संहिता उल्लङ्घन भएको छ भनेर चाहिँ हामीले पहिला एभिडेन्स जुटाएर यो रिपोर्ट गर्न सक्छौँ। त्यसको लागि के गर्नु पर्यो त भन्दाखेरि हामी सबैले आचार संहिता पहिला पढ्नु पर्यो, पालना गर्नु पर्यो र कसैले उल्लङ्घन गरेको छ भने त्यसलाई पनि रिपोर्ट गर्नु पर्यो। हस्, धन्यवाद।